दर्शकवृन्द मासु काटिसक्यो हैन, थोरै तेल हालेर पानी हाल्दै भुट्दैछौँ है त। पानी हाल्दै भुट्दै गऱ्यो भने त्यो बोसो चाहिँ झर्न पाउँदैन, एकदमै बबाल बनाउनेवाला छ है त। ल पानी हाल्दै भुट्दै जाँदै गरेपछि हल्का पाक्दै गर्छ हैन, अलिअलि बेसार हाल्दै गरौँ, यस्तो हुँदै जान्छ। त्यो पानीहरू अलि सुक्खा हुँदै जान्छ हैन, मासु पनि पाक्दै जान्छ। ल यस्तो हुँदैछ, एकदम मिठो हुन्छ। यहाँहरूलाई पनि पकाउने आइडिया छैन भने यसरी पकाउनुस्। पानी हल्का हाल्दै हाल्दै भुट्दै मजाले गर्नुस्। मासु पाकेपछि टक्क यसरी हालिदिनुस् टमाटर काटेर हालिदिनुस्। टमाटर काटेर मसलाहरूको पेस्ट बनाउनुस् हेर्नुहोस् हैन, त्यो बबाल हुन्छ। ल लाग्दैछ है त हाम्रो मासु, प्याजहरू हालिसकेको छ, खुर्सानीहरू हालिसकेको छ, अब टमाटर हाल्दैछु। ल हल्का फेरि पकाउनुहोस्। नुन बेसार अब आवश्यकता अनुसार हाल्नु ल, खुर्सानी आवश्यकता अनुसार हाल्नु ल। एकदम बबाल तरिकाले बनाउँदैछु हामीले हैन। टमाटर ट्याक्क भित्र हालेर मासुले छोपिदिनुहोस्। टमाटर पनि मजाले पाएको छैन, यस्तो हुँदैछ। ल एकदम बबाल बन्छ। अलि धेरै बोसो रहेछ यो मासु चाहिँ हैन, र पनि मिठो हुन्छ यो तरिकाले पकाउनुभयो भने। टक्क मरमसला सबै हालिदिनुहोस् पेस्ट बनाएर। ल हल्का आवश्यकता अनुसार आफूलाई रसहरू लगाउनुहोस् हैन। टक्क मसलाको पेस्टहरू हालिसकेपछि यस्तो बन्छ मासु, एकदम बबाल बन्छ। यो खालको मासुको स्वाद चाख्नु भएको छैन भने यसरी बनाउनुहोस्, फरक तरिकाको स्वाद, एकदम मिठो हुन्छ। ल चलाउन सुरु गर्यो हैन, अब पाक्दैछ मजाले। उमालेपछि ल यस्तो हुँदैछ। धेरै मात्रामा यो मासु चाहिँ धेरै बोसो रहेछ, साथै धेरै पानी नहाली पनि भुटेको है, सबै त्यो बोसो मात्र निस्किन्थ्यो होला हैन। अनि पानी हाल्दै भुट्दै गरेर यस्तो भयो। एकदमै मिठो हुन्छ, स्वादिष्ट हुन्छ जहाँसम्म लाग्छ। टेस्ट भने एकछिनमा गरौँ ल, बबाल छ। हजुरहरूलाई पनि बनाउने यदि तरिका छैन भने यो तरिकाबाट नि बनाउनुहोस्, यो उत्तम उपाय हुन सक्छ।